हेलो गाइज नमस्ते वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मेरो दोस्रो ब्लग हो। पहिलो भिडियो चाहिँ मेरो आफ्नै आइडीमा छ, यो चाहिँ मेरो दोस्रो भिडियो। तर त्यही पनि यो चाहिँ न्यू आइडी भएको कारणले गर्दा फर्स्टै भनौँ हैन, यसमा चाहिँ फर्स्टचोटि हाल्न आँटेको छु। अब फर्स्टै भनौँ, पहिलो भिडियो हो। अनि हामी चाहिँ भण्डारा बजारमा गएको थियौँ बुढाहरूको लागि भर्ना हाल्नुको लागि। यता त सबै काम भ्याएर थकाइ लाएर युनिक होटलमा पसेको थियो। युनिक होटलमा पसेर 1 लिटरको डिउ लिएँ। डिउले चाहिँ भाउजूले हाल्नु भयो। भाउजूले हालेपछि सबैलाई दिएर खानुहुन्छ। भाउजूले हेर्नु मिठो छ भन्दैन चाहिँ मेरो दिदीको छोरीलाई सोधेको, सबैजना मिठो छ भन्नुहुन्छ। मलाई चाहिँ त्यति खासै बोल्न आउँदैन, पहिलोचोटि मेरो भोइसमा बनाएको हो। केही गल्ती भएमा माफी दिनु होला भन्ने चाहन्छु हैन। हेर्नुहोस् होला, उनीहरू चाहिँ स्टिलमा मगाएको थियो, म चाहिँ झोल मोमो। मलाई चाहिँ झोल मोमो लास्टै मनपर्छ युनिक होटेलको। उनीहरूलाई चाहिँ स्टिलमा खाने र झोल मोमो गर्मीमा नखाने भन्छ। तर मलाई चाहिँ गर्मी होस् या जाडो होस्, मलाई चाहिँ त्यहाँको झोल मोमो एकदम मनपर्छ हैन। त्यसैमाथि अचार हालेर 2 डाडु अचार पनि हालेको थियो। भाउजूले त धेरै खानु हुँदैन भन्दै हुनुहुन्थ्यो। तर मलाई चाहिँ लास्टै मनपर्छ है झोल मोमो। तपाईँहरूलाई नि कसलाई मनपर्छ है, मलाई चाहिँ लास्टै मनपर्छ। त्यसैले म चाहिँ हैन अचार हालेर घोलेर हेर्नुहोस् यसो देखाउँदैछु सिन कस्तो भएछु भनेर। अनि त्यसपछि सबैजनाले खान्छ है। अनि भाउजूले खान्छ मिठो छ भन्नुहुन्छ। अनि यता उसलाई सोध्छु भोक लागेर त चाँडै खाइसक्यो। अनि मेरो दिदीको छोरीलाई सोध्छु त मिठो छ भन्नुहुन्छ। हुन्छ गाइज, अब दोस्रो ब्लग पनि पछि लिएर आउँछु। बाई बाई।